म चाहिँ आज भाइसित यता आएको थिएँ होइन अनि तपाईँ तलबाट तलै जाने यार हामी किन जाने ए तलतिरबाट घर जानु मिल्छ ए यता पनि छ हाम्रो घरतिर नि छ क्या त्यो कालीगण्डको तिरतिर त्यत्रो माथि छ गण्डकी अन्त यता तलतिर पहिला हुरु त्यो क्याम्प राख्छ पुल इन्जिनियर के यहाँ क्याम्प लाएर बस्छ उ त्यहाँ थियो त्यहाँ पाटो छ नि त्यहाँ थियो लास्ट टाइम त्यो पुल गराएर भ्यासी त्यसलाई चाहिँ मार्थ्यो किन किन मार पुलमा गाड्दै क्या पुलमा गाड्दै क्या कहाँ पुल पक्की पुल भएको गाड्दै मलाई तिमी जस्तै रहेछन् भागिदियो आउँदा क्याम्प मात्र खाली अनि लास ल गङ्गाजीले बगायो बेटाहरूले त्यत्रो मारेपछि खाल्टो खनेर पुर्दै भने त भेट्थेन नि यस्तो दिमाग चेन्ज नभएको इन्डियातिर भागेको अनि ए भाइ इन्डिया पै जाए अझ यहाँ तल एकचोटि चाहिँ त्यो पुरै आँखा किड्नी सिड्नी हुन्छ नि पुरै चाहिँ अङ्ग छ क्या शरीर अङ्ग पुरै खाली भएको लास बेटाका बेचेर इन्डिया गयो क्या ए पैदल यात्रीको बाटो हो यहाँ त्यो त होइन यो त पछि बाटो आउँछ पानी पर्दाखेरि गाडी हिँड्न नमिल्ने भनेर सिमेन्टेड गराएको अनि दुईटा टायर हिँड्ने मात्रै बनाएको छन् क्या यो पनि भने पनि भयो जोडिहाल्छु त्यहाँसम्मबाट हजुरको भलाकलाई जति पनि पाउनुहुन्छ धेरै नै कुरा छ मलाई कुद्दै हामी त पुलमै आयो त त्यही पुलसम्म त मस्त जान्छ घुन्टा कति घट्या थियो यार त्यत्रो घुमाउन खोजाउँछन् यार यहीबाट झरिँदो रहेछ मैले त्यही भएर सुरुमा चाहिँ टाढा हिँडेको थिएँ नि कता आडो जाने नि टाढा मिल्छ अनि ऊ ढोकावाला पुल पहिलोचोटि देख्नुभयो होला पहिलोचोटि देखेँ अरे यो चाहिँ पहिलोचोटि देखेँ ढोकावाला पुल चाबी घेर ताला चाबी बोकेर लाएर हुन्थ्यो नि वारीका वारी पारेका पारेका हुन्छ हामीले गरेर लगाइदिउँ न चाबी ताला है त ताला किन चाहिएर उता गएर धागो बाँधिदिने मजाले हेर जस्ता जुगाड ताला किने पैसा गरेर धागो बाँधिदिने कि त्यो त्यो के अरे फलामको हुन्छ नि सानो खाले त्यो बाँधिदिने सानो बना वेल्डिङ जात वेल्डिङ त्यही जेतार भने नि उयो त हो नि ल यहाँ आएर मजाले छापियो एकचोटि नुहाउनलाई अझै अगाडि यस्ता पानीका मुहान त कति छ एउटा कति हाम्रो हजुरबा भन्दा पनि पुरानो छ क्या एउटा पँधेरो हाम्रो हजुरबा छँदै छैनन् अरे त्यही त हाम्रो हजुरबा भन्दा पनि पुरानो क्या हिँड्नु त देखाइदिनु हामीलाई नि मारेर फाल्ने भने थाहा पाइँदैन त्यही बुढाले त्यही भएर गु देखेर भन्यो क्या होइन बाघको ढाँड तलतिरबाट निकाल्छ हामी बाघको ढाँड मुनि पनि छ ए पैदल यात्रीको बाटो यो हो खनेर बनाएको हुन् डोजर तर अझसम्म यो बाटो खनेपछि त हेर गराउनु त डोजर खन्ने मान्छे पनि देखिया मैले नबुझेको कुरो यो बाटो बनायो हेर्न यो बाटोमा को हिँड्छ त्यही गाई हिँडिया छ यो बाटोमा किन हिँड्छन् त्यत्रो बडेमानको त्यो उस गसी हेर्नु कति पहिरो गयो त्यत्रो बडेमानको करिडोर हुन आउँदै जगिङलाई गएर जगिङलाई खै त पिच गरा अझै गण्डकी बढेको बेला हुनुपर्छ 3 ठाँट पुरै बाटै बुड्छ कि जगिङमा यस्तो तलतिर को आउँछ र डराउँदैनन् भएन टुरिस्टलाई पनि भयो टुरिस्ट को छ र टुरिस्ट यहाँ हुनलाई बरु उही माथि नै रोड साइडमा एउटा पेटी बनाइदिए हुन्थ्यो कि मतलब बिचमा के रोडको बिचमा त भन्दा रोडको साइडमा साइडमा राइट र लेफ्ट साइडमा अलिकति हिँड्ने बाटो क्या यतिको भयो नि बनाइदिए हुन्थ्यो यहाँ बनाएर के काम त्यति यसो काम गरिएको छ डोजर लगाइदियो त्यसै पैसा धेरै लागेको छैन ल 50,000 को डिजेल 50,000 अनि अरू बजेको पैसा आफ्नो पेटा यहाँ पनि अझ एउटा छ अब यहाँ पानी परेर पहिरो गयो भने बाटो कल्ले गइरहेकै पहिरो त्यहाँ देख्नु भने त्यत्रो ढुङ्गा गुल्टेको यहाँ हेर्नु यहाँ पनि अरू उठे पहिला पँधेर छु त फुटेर अहिले यस्तो भएको गाइड
यो बाटो बन्ने बित्तिकै हिँडेकै हामी अलि गतिलो टाइम खान आउँछ नि यहाँबाट हान्नु मर्नु भने होइन सुसाइडलाई सही ठाउँ छ है तल फाले सिधै यहाँ ढुङ्गा मर्नलाई सही ठाउँ छ डिप्रेसनमा आएकोलाई डिप्रेसन अलि भएको छ नि भएपछि भन्छ है ल ल मलाई लिएर आऊ है अझै गतिलो अझ योभन्दा अझ राम्रो ठाउँ छैन भन्नु बिर्सेँ भने फेरि छि योभन्दा अझ गतिलो ठाउँ छैन भन्नु कि यस्तो दुःखो बाटो छ यार यता यहाँ त मान्छे यो यत्रो ढुङ्गा यो पानीले निकालेछ अलिकति गाईले हिँड्दा निकाल्छ के गर्न बनाएको र यो बाटो पैदल यात्रा के होइन कि वाक गर्नलाई कलि गण्डकी के अरे पैदल यात्रा हानेर चाहिँ वाक गर्नलाई बनाएको होइन वाक गरेर मान्छे ढुङ्गाबाट चिप्लेर तलतिर गरेर मर्छ यत्रो होड त बुटाथिमबाट थियो अहिले हेर्नु त कहाँ पुग्यो बुटाथिमसम्म थियो अहिले कहाँ छ हेर्नु त हामी घर सुन पुग्यो घर त पुइन्छ त्यति ग्यारेन्टीसम्म दिन सक्छु पुग्छ नि मलाई त यो बाटो देख्दा त घर नि पुइन्छ जस्तो लाग्छ नि यार एउटा यहाँसिम डुब्छ सुन्नु भयो गण्डकी बढ्दाखेरि एउटा यहाँसिम डुब्छ जहाँसुकै डुबोस् म अब यो बाटो आउनु क्या बाइक लिएर आउने राइड गरेर डट बाइक चाहिन्छ यहाँ त यो जस्तो पा त्यस्तै बाइक त तल पाउँछ बाइक किनारमा मान्छे भुतेर पौडिने पनि आउनु कति मिनट लाग्छ हामीलाई यहाँबाट अझै पाक्क ढाड पाउन उके त्यही त नि कुन उके अगाडि कहाँ ढुङ्गा छैन बढी मागा कहीँ वहाँ सम्राटले बाटो बिगार दिएछ नि यार मेरो लागि ढुङ्गा जति हटाइदिए त हिँडेछौ त यार हाई जम्प हो क्या मैले हानेको कसैलाई चाहिँ घर ढुङ्गा चाहिँ ओ कसलाई मारेर ए कसको लासको हार चढाएको छ कसको लासको हार यहाँ आइसकेको छ फोटो पनि छ कि होइन खया नि फोटो पनि जसको भयो नि मरेछ त्यसले शान्ति पायो यहाँ यस्तरी पहिरो गरेर यत्रो ढुङ्गा गुटिदिए बाटो कत्रो भयो क्या जेसुकै भने यो उस छ नि त यो बाटो खनेदेखिबाट पानीका मुहान हुन्छ नि मूल के धेरै ठाउँ निस्किया यहाँ तल यत्र भोटे माछा पाइन्छ यता पहिला मैले भोटे माछा भन्दै भेउताको बच्चा समाउँथेँ यार खानु थियो के खाना चाहिँ खाइन तर समाउनु चाहिँ समाउँथेँ त्यो संयोगले त्यही गरेर आएको थियो म त मैले माछा हातले समाइदिन्छु खतरा हो म भन्दै हिँड्ने चाहिँ मामाहरूलाई गफ दिने चौताटेको कुलो छ नि कोटरबारीसम्मको कुलो के संयोग कि संस्कार संयोग के त्यहाँ चाहिँ माछा हान्दै अझै त्यसले त बोतलमा त कहाँको त रौसी खाएको बोतल हुन्छ नि त्यो बोतलमा त माछा राख्दै मैले चाहिँ गाबाको पातमा त्यो भेगुटाका बच्चा ए धन्नै मरेन भेगुटाका बच्चा छोड्ने हान्दै हुन्छ माछा खाँदा त्यसले एकपल्ट लर कराईमा भुटे पनि रहेछ कि त्यसको मम्मीले किनेर फ्याँकिदिएको रहेछ एकछिन नगाबा त्यसले जुस ल्याएर खान्थ्यो बाल ल्याएको बिहारसित बाटो कत्रो हात के भन्छ अरे चुनावाला ढुङ्गा लिएर हिँड्थ्यो अलिकति ठुलो बाबाले सुर्तीसित हाल्नुहुन्छ चुना हालेर अनि त्यसमा चुना हालेकै छ एक्स्ट्रा चुना चुना भारी होला नि धेरै चुना